नमस्ते। युए को चाहिँ भिजिटर भिजामा केही रुल्सहरू फेरि चेन्ज भएका छन्, जसमा चाहिँ अबको रुल्समा फाइनेन्सियल कुराहरू रहेका छन् र फाइनेन्सियल कुराहरूमा चाहिँ जसले चाहिँ युए बोलाउँदैछन्, जसले चाहिँ युएमा आफन्त अथवा साथीभाइ बोलाउँदैछन्, त्यस सवालमा चाहिँ जुन न्यूनतम पारिश्रमिकको कुरा छ त्यसमा चाहिँ केही रुल्सहरू चेन्ज भएको छ। पहिलो चेन्ज भनेको यदि तपाईँ आफ्नो ब्लड रिलेसन्स आफ्नो फ्यामिलीको मेम्बर बोलाउँदै हुनुहुन्छ, आमा बुवा दाजुभाइ दिदीबहिनी हजुरबुवा हजुरआमा बोलाउँदै हुनुहुन्छ, जुन तपाईँको सेम ब्लड रिलेसन्सको छ भने तपाईँले मिनिमम पनि 4000 दिराम मन्थली तपाईँको इन्कम देखिनुपर्छ। त्यसै गरी चाहिँ तपाईँको नन फ्यामिली रिलेसन्स, तपाईँको फ्यामिलीभन्दा बाहिरका मान्छेहरू, तपाईँको फुपाजु मामा अथवा तपाईँले चाहिँ आफ्नो साथीहरूलाई चाहिँ बोलाउन चाहनुहुन्छ भने चाहिँ तपाईँले न्यूनतम पनि महिनाको चाहिँ 8000 दिरामको इन्कमको प्रुफ देखाउनु पर्ने हुन्छ अनि बल्ल तपाईँले चाहिँ स्पोन्सर गर्न पाउनुहुन्छ।